तेल सब हुन्छ नि नभए त कसरी बनाउने ख्याल गर्ने त होइन नि तँलाई त थाहा नै थिएन अरू त्यस्तो यसरी आएर बनाउनु सुनपर्सन अरू देखेको छु होइन यसरी त थाहा नै छैन त नि धेरै जमाना अगाडि देखेँ अझ यहाँ बाटोमा बसेर बनायो भने सबै नेवारहरूले बनाउँछ साँच्चीकै बनाउँछ होइन त्यही त बाटोमा त्यहाँ बनायो भने एउटा न एउटाले आएर सुन बनाउनै लगाउँछ क्या त्यति चाहिँ स्योर लाइटर दिए भाइ पानी दिनु अलिकति गोर्खा गरिएको बनाउँदै खानु पहिले इन्डियन साह्रो छ बहुत साह्रो छ साह्रो छ त्यही छुट्याउनु पर्छ क्या इंडियन है तो कहीं तो कैसे था है तो मुझे लोग शादी से तो थोड़े ये इंडिया में बनाया को होइन मैले भेटाएको चाँदी हो क्या यो भेटाएको थियो पाउजु भेटाएको थिएँ कि मैले गिलास छैन गिलास ल्याइदिनुहोस् जानुहोस् जानुहोस् न यो त चाँदी नै हो यो राम्रो यसको चाहिँ बनाइदिनु न मलाई होइन यसको खादिन्छु नि त्यो चाहिँ राम्रो हेर्नुस् न यो प्योर चाँदी भयो प्योर चाँदी भयो मिक्स चाँदी हो क्या यो छैन यो इन्डियन छ यसमा छैन यसो खायो भने यस्तै आउँछ त्यस्तै हो इन्डियन मान्छे नै त्यस्तो हुँदछ होइन हामी छुपाउने काम गर्दैन उनीहरूले भर्खर आँखा अगाडि जचाइरहेको छ यसमा छैन कि मिक्स छ क्या त्यहाँबाट छुटाउनु पर्छ क्या अब यो चाहिँ प्योर चाँदी भयो यिनीहरू चाहिँ औठी लगाउने 2 को डबल छ भने ल्याउनु हो त्यसको पछाडिको छप्प छापेर एउटा 2 को डबल देखेको छैन तपाईँले अहिलेसम्म 2 रुपियाँको डबल हजुर त्यही छापेर बनाइदिन्छ कति बनाएछ ज्याला 200 रुपियाँ 200 रुपियाँ उठ्छ झन् नत्र म प्योर बनाएर राखेको छु होइन छाप्ने चाहिँ हो कि त्यसले छाप निकाल्न मिल्छ ल्याउनु न त्यो सुनको हुन्छ नि त हनुमानको गणेशको छाप छ हामीसित यस्तो नत्र पैसाकै छाप लगाइ नै भयो क्या यो मङ्गलसूत्रको हो सबै यहाँ डिजाइनै छ यो हनुमानको मुट्टा के बनाउनु भाला कति निस्किन्छ हेर 40 वाला चाँदी छ पालिस लगाएर इन्डियामा
यो त प्योरै किनेको हो हामीले उसमा पाले छैन त्यो आफ्नो नेपाली यो चाँदी प्योर हो अलिक सेतो भनेर डराउँछ होइन डराउँदाखेरि सेतो हुनु भएको भए चाहिँ पनि प्योर हुन्छ होइन गलायो भने गाले भने मसाला राख्नु पर्छ अब यसलाई कुटेर अनि त्यो के हालेर छुट्याउँछ कि अङ्कल हो कि पालिस वाला है त्यहाँबाट त धेरै निस्किँदैन धेरै तिजाबमा निकाल्नु पर्छ यति जति पनि निस्किँदैन अब त्यसबाट हजुर एउटा कपडा छैन सानो एउटा ताल लिएर आउनुहोस् जानुहोस् मिक्स हो कि एकदमै फुट्छ त्यो नरम हुन्छ यस्तो त मन्दिर बनाइदिँदै गर्नु न उहाँले पहिले यसो हालेर छुट्याइदिनु त्यस्तो चाँदी हजुर तपाईँको चोटि पनि यसमा मिसाइदिने भइहाल्छ मलाई त्यतिले यहाँ मुद्रा लगाउन त पुगिहाल्छ नि त्यतिले त यहाँ मुद्रा लगाउन पुगिहाल्छ अलिक ठुलो भेटेन अलिक ठुलो भेटेन के बनाउँदा आयो मुद्रा बनाउनु युएसको औँठी बनाइदिनु के पितलको त बनाउँदैन आमा बनाउँदैन छाप मात्रै राम्रो त्यो छापा उसमै आउँदैन यसको मसाला छुट्टै हुन्छ हामी छैन छापेर मिल्दैन मिल्दैन त्यो सुन भयो त यसमा छापा आउँछ बरु यस्तो चाँदीको पनि आउँछ होइन यस्तो चाँदीको आउँछ छापा यस्तो नरम यो हेर्नु चाँदीमा त बनाउँछ होला नि यो कत्रो निस्किन्छ पक्नु न अहिले खार चाहिँ यसको कति निस्किन्छ यो कति नरम छ हेर्नु लाइटरमा खोइ त्यत्रो मजा लाउनु त ए तीनटा बनाउने कि सुन्नु पाइएन हेर्नु त कति पूजा नगरी हेर्नु यो कति नरम हुन्छ नि त्यो त तपाईँले किन लगाउनु पऱ्यो नि म लगाउँछु नि अब मेरो लागि तिमीलाई के अरे तिम्रो हातमा ठिकै हुँदैन अहिले बालाको लागि पुग्दैन त्यस्तो होइन सबै खानेकुरा मेरो लागि नै बनाउनु पर्छ फोहोर लाग्छ अहिले त्यसको चाहिँ के बनाउँथ्यो कत्रो निस्किन्छ हेरौँ न पहिला छुटाउनु मिल्दैन त नि प्योर छुटाइहाल्छ त नि तपाईँले मेहनत गरे भने त कहाँ मेहनत गरे बढी सानो लोग्दैन त्यो चाहिँ मैले भेटाएको चाँदी हो क्या अस्ति नै पहिले मिक्समा बनाएर रहेछ खास पाउजु भेटेको भेट्न चाहिँ ए पोटपटाएर यो गरे हो
तुपुर बनाएर भेटेर पाउँछु धेरै अगाडिको कुरा नि यो जनवरी हो नि मेरो लागि गर्नु होइ के लगाउँछौ भने कि आउँथ्यो नि तिम्रो आउलामा ठिक हुँदैन मेरो दिन्न मेरो 100 रुपैयाँ सम्झिनै पाएँ डबल बेड बनाउँछ नि औँठी तिमीले उसले ल्याएको छैन त्यसको मसाला छैन पित्तलको मसला छैन बनाउनु नमिल्ने होइन बनाउनु त मिल्छ केमिकल छैन कति निस्किन्छ हेरिरहेको छु भन्छु तिमीलाई पनि कतिचोटि भन्नु पर्यो भने पहन त्यो अहिले प्योर चाँदी छुट्याइदिन्छ अनि त्यसपछि के बनाउने भनेर सोध्ने कि होइन एकैचोटि बनाइदिने अरे क्या सजिलो हुन्छ नि त दुईजनाले एकैचोटि गर्दाखेरि अब अझै पगाल्नु पर्ने हुन्छ बनाएर लाउँछस् अन्ति त्यो त किन बनाउनु बनायो भने अर्कै बनाउँछु जब भी छोटो भाई जब हम छोटो तो ले बना दे भाई गिलास मैले 1-2 वटा स्टोन त भेटाएर राखेको थिएँ अब बच्चाले कहाँ पुऱ्यायो स्टोन भने तिमीले बुझ्दैन ढुङ्गा होइन होइन क्या तिमीले बुझ्दैनौ पुरानो पैसा रङ्गी चङ्गी स्टोन हो रङ्गी स्टोन त्यो त माछामा बनाएको छ चाँदीको डबल पनि खान्छ चाँदीको डबल छ भएर त सोध्यो भने नत्र हामीसित छैन त्यो गाल्छ भनेको नि गालेर प्योर छुट्याउने भए त छुट्याइदिइहाल्छ नि चाँदीको डलर छ कि यहाँ छुटाउँछ हेर आउनु पहिला कस्तो छ त्यो चाँदी छ कि गिटी छ हेरेर थाहा प्योर छुट्याएर अनि कति बन्छ थाहा हुन्छ पहिला मेरो मनको चाँदीको छु बनाउने लिएर आउनु पहिला हेर आउनु बहिनी कस्तो छ एसिड त्यहाँ चाँदी